सबैजना हुन्छ नि एक ठाउँमा भेट भएर वकमा जाने भनेर अर्गनाइज गरेको थियो। त्योभन्दा अगाडि 1-2टा नि भएको थियो होला सायद। हामी गयौँ एउटा सन्डे चाहिँ। तू अगर मेरी ये हवाएं तेरी, तू अगर मेरी सारी राहें तेरी, तू अगर मेरी मैं हूँ तेरा। ऊ पनि आफ्नो दिदीसँग आएको थियो, म पनि यसो दाजुभाइहरूसँग गएँ अनि देखभेट त्यहीँ भयो। मेरी दिल हवाले तेरे, तू अगर मेरी मैं हूँ तेरा। त्यसपछि त मलाई ट्याक्क यसो हेर्ने बित्तिकै ल हुन्छ नि त्यो क्लिक भए जस्तो हुन्छ नि, यही रहेछ भनेर त्यो एउटा टाइपको फिलिङ आउँदो रहेछ कि। बेताब सा मोहब्बत का तू इनकलाब है, मेरा जहां तेरी बाहों में ख्वाब ख्वाब है। गहरा हुआ रंग आशिकी, गहरा फेरि लास्ट राम्रो टिकटक बनाउँछ होइन। अनि एक दिन टिकटकमा देखेँ, अनि टिकटकमा देखेपछि चाहिँ अनि आई फाउन्ड यु इन टिकटक भनेर कमेन्ट गरेँ। अनि त्यसपछि टिकटकमै उसले कमेन्ट गर्ने, मैले कमेन्ट गर्ने, फेरि मैले गर्ने, अनि कति टिकटकमा बोल्नु भनेर फेरि मेसेन्जरमा मेसेज, त्यसपछि चाहिँ मेसेन्जरमा बोल्न थालेँ। सारी राहें तेरी, तू अगर मेरी मैं हूँ तेरा। फर्स्ट डेट चाहिँ सिम्पल थियो। लुना पार्क गएको थियौँ। त्यहाँ चाहिँ त्यो यहाँको त्यो मेलाहरूको जस्तो टाइपको रोटेपिङहरू, खेल्ने कुराहरू सबै थोक हुन्छ, इन्जोय गऱ्यौँ। पल के झपकता है आसमां, लाखों फरिश्तों की है तू जां, वो पूछते हैं रहती कहाँ, मेरी बाहों में रहती उनको बता। पल के झपकता है आसमां, उसने भी तुझसा देखा कहाँ, है रौनके वहाँ तू है जहाँ, मेरी बाहों में रहना यही है दुआ। तू अगर मेरी ये हवाएं तेरी, तू अगर मेरी सारी राहें तेरी, तू अगर मेरी मैं हूँ तेरा। बेताब सा मोहब्बत का तू इनकलाब है, मेरा जहां तेरी बाहों में ख्वाब ख्वाब है। अझ योचोटि त हाम्रो बिहा गर्ने प्लान पनि थिएन। हामी अब ऊ पहिलोचोटि आएको, उहाँ अस्ट्रेलिया गएपछि, अनि त्यसपछि चाहिँ अनि घरमा पनि भनेको थिएन है, अनि घरमा पनि नभनेको, अनि घरमा भन्यौँ पहिला, अनि चाहिँ नेपाल आउनु भनेको होइन, आएपछि त बिहा गर्नै पर्छ। यस्तो हो क्या, म एक्लै जान्छु, 2जना गयौँ भने बिहा गरिदिनु हुन्छ भनेर भनेको होइन, एक्लै जान्छु भने तिमी गयो भने म पनि जान्छु भनेर पिच्छी लागेपछि अनि आएर अब के गर्नु पठाउँछ होइन। आएपछि बिहा फिक्स भयो, बिहा भयो।